चाहिँ हामी हिँडिसक्यो है गाडी यही हो ठक्क पारामा अब चाहिँ पर्वतको यात्रा अब बाटोमा चाहिँ जति हुनेछ सब देखाउँदै जानेछु गाडी चाहिँ हाम्रो यो खोर्साङदी बक्सिङलाई ल है गाइजहरू हामी चाहिँ पर्वतको यात्रातिर लाग्यो है हामी चाहिँ अहिले बुम्रेको पुल कटेर टक्क पर्वतको यात्रातिर लाग्यो है त हामी चाहिँ बुम्रेको पुल कटेर यता बिच बाटोमा हिँडिरहेको छौँ है त हामी चाहिँ अहिले बुम्रेदेखि माथि डाँडामा आइसक्यौँ अफ रोड छ सबै बाटो चाहिँ भ्यू पनि राम्रो छ है गाइजहरू पुरै डाँडा काँडा बादल नि त्यस्तै देखिरहेको छ चोकमा प्रवेश गरेमा टक्क बाह्रमा यता कता जान्छ पर्वत ल है गाइजहरू पर्वतको यात्रा यस्तै भइरहेको छ अहिले चाहिँ अफ रोड हिँडिरहेको छ हामी चाहिँ टक्क भएर अफरोड हाम्रो गाउँतिरको भन्दा अफरोड यहाँ लास्टै तलतिर हेरे भिर मासतिर हेरे पाहाड बाटो यस्तो अफरोड यस्तो घाँस काट्ने हेर्नु त गाइजहरू गाउँले जिन्दगी यस्तो हो गाइजहरू है गाइजहरू हामी चाहिँ टक्क कन्ट्रोलमै छौँ अझै आएको छैनौँ टक्क पारामा है सानोतिनो गाउँ रहेछ यता चाहिँ स्कुल कस्तोसम्म पढाइने स्कुल रहेछ कुकुरदेखि सावधान है यता चाहिँ कुकुरदेखि सावधान टक्क बाह्रमा मौसम यस्तो छ यस्तै छ गाइजहरू यस्तो छ गाइजहरू हामी चाहिँ हिँड्ने है अब यहाँदेखि फेरि टक्क बाह्रमा जम्पुरको यात्रा ए पहिला सुरु खोर्साङतिर त्यसपछि जम्पुर बाटोको हालत चाहिँ बिजोक नाजुक छ है यताको नाजुक लास्टै भन्दा लास्टै छ नि त केही गर्नु पऱ्यो कि यतातिरको मान्छेहरूले नेताजीहरूले यसो हुँदैछ है बिस्तारै बिस्तारै हुँदैछ त्यही नि रोड चाहिँ नि चाँडो गरौँ भन्ने कुरा हो बर्खा लाउन लागिसक्यो गाह्रो पर्छ नि अब यो बाटो हिँड्दा त होइन यस्तो छ बाटो यात्रामै छौँ हामी चाहिँ पुगेको छैनौँ है अझै पनि
करिब 30 मिनट 45 मिनट हाराहारीमा पुगिन्छ होला अब होइन पुगिन्छ ल है त मेरो घर अब यस्तो छ है फेरि घरतिर झर्ने फेरि डेन्जर भिड छ क्या डेन्जर भिड छ बाटो पनि मिठो छ है गढीदेखि तलतिर लागिसक्यो फैकोट चाहिने सरी फैकोट चाहिने डाँडामा है फाइनल्ली गाउँमा यो